आज मिति 2082 साल पुष महिनाको 10 गते हाम्रो विद्यालय श्रीकृष्ण गण्डकी माध्यमिक विद्यालय रम्बा 1 असेर्दी पाल्पाको आयोजनामा कक्षा 4 देखि कक्षा 7 सम्म अध्ययनरत विद्यार्थीहरूका लागि वनभोज कार्यक्रमको हामीले आयोजना गरेका छौं। हामीले वनभोजका लागि गर्नुपर्ने तयारी लगभग हामीले यति बेला पूरा गरिसकेका छौं। आज हामी यहाँ असेर्दीदेखि पाल्पा जिल्लाको रामपुर नगरपालिका को भुजात स्थित पिकनिक स्पोटमा हामी अब केही क्षणमै यहाँबाट प्रस्थान गर्न लागिरहेका छौं। विशेष गरेर विद्यार्थी भाइ बहिनीहरूलाई एउटा रमाइलो बनाउनका लागि र केही पाक कला अथवा पाक शिक्षा सिकाउनका लागि व्यावहारिक सिपहरू सिकाउनका लागि आज हामीले यो पिकनिकको आयोजना गरेका छौं। भाइ बहिनीहरू पनि पक्कै यो पिकनिकको लागि तयारी अवस्थामा हुनुहुन्छ र सबैजनाले कस्तो फिलिङ गर्दै हुनुहुन्छ तपाईहरुले? रमाइलो भइराछ नि, एकदम एक्साइटेड हुनुहुन्छ हैन त? ल अगाडि त प्याक राख बहिनी। ल हेलो हामी यति बेला हाम्रो यो पिकनिक स्पोट भुजात हामी यहाँ आइपुगेका छौं। अहिले बिहानको करिब 8:40 बजेको छ। हेलो ल अलि छिटो झर। सबैहरु ल्याऊ। खेलो खेलो भन 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 के भन्नु मन लाग्यो? पिकनिक आएको त्यसैले हामीले काम गर्दैछौँ। नमस्कार सबैजनालाई। बनाइरहेछु फोटो कि भिडियो यसमा त के नाच्न मन छ र?
ल रमाइलो छ है, रमाइलो छ है। खाना थपी थपी खानु पर्यो है। के चाहिएको छ भन है। कृपा के खान्छौ तिमीले? ल ल के छ तिमीहरूले के थप्छौ भन त? भात खानी? ल है अब भात आउँछ है। यता हाम्रा दुईटी चेलीहरू छन् फेरि। तिनटी रहेछन् यहाँ त, कहाँ दुईटी हो र? यता हेर कि कस्तो राम्रो आहा फोटो। अहिले हेर्दाखेरि तिमीहरू छक्क पर्छौ। ल म आउँछु कि। ल अब के गर्न मन लाग्छ गर है। यो भिडियो हो।